ल हेर्नुहोस् यो हो चुम भ्याली। ल कति ठुलो भ्याली छ हेर्नु त। ल जस्ट हिमालकै फेदमा जस्ट स्टार्टिङ पोइन्ट यही हो। यता चाहिँ गणेश हिमालहरू हुनुहुन्छ ठुलो है, विश्वले चाहेर पनि बनाउन नसक्ने कुरा हो यो। पोखरी बनाउन सकिन्छ, समुद्र खनेर ल्याएर जोड्न सकिन्छ, तर हिमाल चाहेर पनि कसैले कुनै देशमा उठाउन सक्दैन। हामी त यो देश धेरै धनी र धेरै टुरिज्म भित्राउन सक्ने देश हो। विदेशीहरूसँग आउँदाखेरि पनि एकदमै राम्रो देश भन्दै थिए, एकदम सही देश। 4 चोटि 5 चोटि आएको। हामी सज्जन छौँ, नेपाली पनि धेरै सज्जन छौँ होइन, त्यो चाहिँ हुन सिक्नुपर्छ हामीले चाहिँ है। अझ पनि एक आपसमा सहयोगी भाव, सत्कार र अब यो राजनीतिक पृष्ठभूमि के भयो त्यो मतलबको कुरा भएर, तर हामी चाहिँ विश्व जगतमा जहाँ विदेशमा जाने इमान्दार नेपाली भनेर चिनेको मान्छे हो, बहादुर भनेर त्यो हुनुपर्छ। चाहे त्यो हिमाल होस्, पहाड होस्, सिमाना भित्र बसेको, नेपालको सिमाना भित्र बसेको सबै नेपाली दाजुभाइ हो। ल दिस इज द चुम भ्याली। यहाँ चाहिँ अब जस बस्तीहरू घरहरू चाहिँ धेरै लगभग कति होला 300-400 घर त यो भ्यालीमा छ जस्तो लाग्यो मलाई। उतै बाक्लो गाउँ छ, तपाईँहरूले देख्न सक्नुहुन्छ होला यहाँबाट चाहिँ जस्ता टल्किरहेको छ। त्यो पनि त्यहाँभन्दा उता तलबाटै भ्याली सुरु हो यो। हेर्नुहोस् न, ल एयरपोर्टै बनाउन मिल्ने खालको छ एउटा है। यो चाहिँ पछाडि हिमालको पछाडि गाउँ हो यो है, टिबेटबाट नजिक, टिबेटसँग जोडिएको एउटा गाउँ त्यो हो चुम भ्याली।